हेलो नमस्ते सेवाहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला हो म पनि सन्चै छु। आज चाहिँ मैले किम्चीको रेसिपी लिएर आएको छु। मेरो पनि फर्स्ट टाइम हो, कस्तो हुन्छ थाहा छैन, तर यहाँ मैले के गर्नुपर्छ भनेर देखाउँदैछु है। पहिला यो साग लिने, यसलाई के भन्छ, के साग भन्छ खोइ के साग भन्छ थाहा छैन हौ, लेटेस होला होइन, क्याबेज हो, क्याबेज, विदेशी क्याबेज, चाइनिज क्याबेज भन्छ। अनि त्यहाँदेखि यो लिने, अनि यसरी काट्ने टक 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 पारेर होइन। अनि त्यहाँदेखि यो काटिसकेपछि चाहिँ यसलाई चाहिँ यो मात्रै होइन, यो मजाले काट्ने अनि धुने, अनि धोएर टक्क लाएर यसलाई चाहिँ यसरी नै काटेर सर धुने भन्दा पनि नुनमा भिजाउने है। नुनमा भिजाउने, सट्ट धेरै नुन लाउने, मजाले। नुन चाहिँ माया नगरी लाउनु होला, बरु भोलि अर्कै किन्नुपर्छ फेरि अर्को खानालाई चाहिँ। अनि तर कति लाउने भन्दा चाहिँ यो चाहिँ मेरो 1 केजीमा मैले बनाएर राखेको छु। 1 केजी 2 केजी सागको बनाएको हो। अनि त्यहाँदेखि नुन लाएर टक्क भिजाउने 1 घन्टासम्म। कसैले चाहिँ 2-3 घन्टा भन्छ, मैले चाहिँ 1 घन्टा भिजाएको, किन मेरो थोरै भएर नि यो मुला र गाजर पनि टक्क लाएर यसरी मसिनो तरिकाले काट्ने, अनि सरर लाएर भिजाएर राखिदिने। अनि नुनमै भिजाउने यो नि, किनभने यिनीहरूको पानी जान्छ। अनि त्यसपछि मैले अन्त 1 घन्टा भिजाउँदा मेरो सर्लक यस्तो भयो। अनि यो चाहिँ मैले पेस्ट बनाएको है, चामल पनि मैले आफै बनाएको, मिक्सरमा ढ्याँ कुटेर। अनि यो पेस्ट चाहिँ के को भन्नुहुन्छ भने के को यो मेरो सबै सामानहरू हो। अनि मैले यो पेस्ट चाहिँ के को भन्नुहुन्छ भने स्याउ, अनियन, लसुन, अदुवा, प्याज होइन, अनि त्यति नै हो। अनि मिक्स गर्ने, अनि यो खुर्सानी हुनु पऱ्यो, हल्का लेमन पनि लगाइदिने, अनि हनी, अब तपाईँहरूलाई गुलियो गुलियो मनपर्छ भने हनी। अनि त्यहाँदेखि सर र त्यो आगो चाहिँ नबाले पनि हुन्छ। त्यो चाहिँ मैले चामलको पेस्टलाई पकाउँदै थिएँ, अलिकति लिक्विड सस बनाएको थिएँ कि, त्यही भएर। अनि त्यसलाई चाहिँ चुला मारेर मैले त्यसमा चाहिँ खुर्सानीहरू सबै पेस्टहरू बनाउँदैछु। मैले यो चाहिँ पिरोको लागि एड गरेको हो। त्यो दाना खुर्सानी चाहिँ नलाउँदा हुन्छ तपाईँहरूले चाहिँ। अब पिरो चाहिँ तपाईँहरूको अनुसारमा, यो सोया सस थोरै लगाएको मैले, किनभने मलाई अलिकति टेस्टी मनपर्छ। टेस्टी भन्नाले हल्का गुलियो गुलियो पनि मनपर्छ क्या, त्यही भएर हो। अनि मैले लेमन पनि ट्राई गरेको छु, म अलिकति बेसी अमिलो खान्छु। एकदम मेरो पेस्ट यस्तो भएको छ, अलिकति मैले बनाएको यो पेस्ट धेरै भएछ, किनभने मेरो यो 2 केजीसम्मको नि त। हेर्नुहोस् त, मैले अब मेरो सबै फाइनली सबै यो प्याजको पत्ता चाहिँ अलग्गै काटेर राख्ने, यसलाई चाहिँ नुनमा डुबाउनु पर्दैन, अलग्गै काटेर धोएर काटेर राखिराख्ने, सबै कुराहरू धुने मजाले। अनि त्यो नुन लाएर छोप लाउँछ नि, नुन लाएर राख्छ नि, त्यसपछि मजाले तारेर राख्ने। अनि यसरी एउटा भाँडामा टक्क लाएर हातले मजाले मोलिदिने, ग्लोभ्स लगाएर है। पिरो हुँदैन त, ग्लोभ्स नलाउँदा पनि हुन्छ, बेच्ने भएको ग्लोभ्स लाउनु घरमै लागि नलाउँदा नि हुन्छ। सेफ्टी तपाईँहरूको बच्चा सजा छ भने आँखा साखामा नलागोस्, तपाईँको आँखामा लागेर रुनु नपरोस् भनेर हो। मेन कुरा हामीलाई यो चाहिने भनेको मैले लगाएको स्याउ, अनि मुला, अनि लसुन, अदुवा, अनि प्याजलाई चाहिँ मैले पिसेको है, यति नै हो मैले पिसेको। अनि स्पेसल पेस्ट भनेको चामलको पेस्ट हो, चामलको बनाएको नि मैले आफै हो। दामी जस्तो किम्ची त कसैले बनाएको छैन होला भन्नु, तपाईँले बनाएको छ, त्यही भएर मैले पनि कपी गरेँ हो। अनि फाइनली आफ्टर 2-3 दिनपछि मैले हेरेको त, किनभने म हतारमा थिएँ क्या, यो किम्चीको चाहिँ क्रेभिङ भइरहेको थियो क्या किम्चीको। किनभने म यहाँ जबदेखि म यहाँ युके आएँ नि, म सधैँ त्यो के भन्छ हौ, के सिस्टम अरे हौ, बफे सिस्टम के सिस्टममा सधैँ गएर त्यत्रो 29 कति पाउन्डको दिनुपर्थ्यो, त्यत्रो पैसा तिरेर होइन, म किम्ची नै खान्थेँ क्या, त्यही भएर। अनि हेर्नुहोस् त, मैले भातमा खाँदैछु यस्तो मजाले। मलाई जेमा नि मनपर्छ क्या किम्ची चाहिँ, खास गरी मासुमा पनि मनपर्छ। सुँगुरको मासु पोलेर अनि
रेसिपी चाहिएको छ। अनि किम्ची कसरी बनाउने भनेर आइडिया थाहा छैन भने मेरो भिडियो हेर्नुहोस् है। अनि मलाई मेसेज पनि गर्नु सक्नुहुन्छ। मलाई पनि कति धेरै गाह्रो भएको थियो क्या सुरुमा, कसरी बनाउनु के होला है अर्काको देशको भनेर, अनि बुझ्दिनँ पनि थिएँ। अनि मैले बनाएपछि मलाई अहिले एकदम इजी र सजिलो लागेको छ, मिठो भयो। अनि मैले 3 थाल भात खाएँ। अनि त्यसै भएर म मोटी भएको चाहिँ यो किम्चीको कारणले सबैले खप्पै पारेको, सबै यसरी कसले खान्छ। अनि यस्तो मिठो भयो चाहिँ कसले खाँदैन त, हेर्नुहोस् त। अझै मसँग 1 बटा छ, कसैलाई चाहियो भने चाहिँ मलाई भन्नुहोस् है।